स्टक ब्रोकर र स्टक डिलरको बारेमा थाहा छ हजुरहरूलाई? आज हामी यी दुईटाको भिन्नता बारेमा कुरा गर्दैछौँ। हो, सुन्दा उस्तै उस्तै लाग्न सक्छ, तर नेपालको शेयर बजारमा नि यी दुईको भूमिका एकदमै फरक छ। अनि लगानीकर्ताले यो फरक बुझ्न किन जरुरी छ भन्ने बारे आज हामी अलिकति गहिरिएर हेर्दैछौँ। केही स्रोतहरू पनि छन् जसले यो ब्रोकर र डिलरको खास फरक छुट्याउँछन्। ल, सुरु गरौँ परिभाषाबाटै। के हो त स्टक ब्रोकर भनेको खासमा? सामान्य भाषामा भन्नुपर्दा स्टक ब्रोकर भनेको चाहिँ कस्तो भने लगानीकर्ता हुन्छ नि ग्राहक, उनीहरूको लागि शेयर किनिदिने वा बेचिदिने एउटा व्यक्ति वा कम्पनी हुन सक्छ। ए मतलब उनीहरूले ग्राहकको अर्डर अनुसार काम गर्ने भए? हो, ठ्याक्कै। उनीहरू एक किसिमले मध्यस्थकर्ता जस्तो भए, एजेन्ट, क्रेता र विक्रेतालाई जोड्ने काम। एजेन्ट, लगानीकर्ताको प्रतिनिधि जस्तो। त्यसो भए स्टक डिलर चाहिँ उनीहरू कसरी फरक भए त? हो, यहाँनिर छ मुख्य फरक। स्टक डिलरले ग्राहकको लागि होइन कि आफ्नो लागि, आफ्नो खातामा आफ्नो जोखिम लिएर शेयर किन्ने वा बेच्ने गर्छन्। आफ्नै लागि? उनीहरू प्रिन्सिपलको रूपमा काम गर्छन्, मतलब कारोबारको एउटा मुख्य पार्टी नै उनीहरू हुन्छन्। बजारबाट किनेर स्टक राख्ने अनि पछि बेच्ने। ए, भनेपछि ब्रोकरले ग्राहकको शेयर किनबेच मात्र गरिदिने भयो, शेयर उसले राखेन, तर डिलरले चाहिँ आफै किनेर राख्ने हो। यसले त कमाउने तरिका पनि त फरक पार्यो होला नि, होइन र? बिल्कुल, यो एकदमै महत्त्वपूर्ण कुरा हो। ब्रोकरले त सेवा दिए बापत कमिसन लिन्छ, ब्रोकरेज शुल्क भन्छौँ नि हामी। दलाली शुल्क हो। त्यो उसको कमाई अलि निश्चित जस्तो हुन्छ, कति कारोबार भयो त्यसमा भर पर्छ। तर डिलरको कमाई अर्कै तरिकाले हुन्छ। कस्तो तरिकाले? उसले किनेको शेयर र बेच्ने शेयरको मूल्यको फरक हुन्छ नि, त्यो अन्तर, जसलाई स्प्रेड भन्छन्, हो, त्यसबाट कमाउँछ। वा आफूले किनेर राखेको शेयरको भाव बढ्यो भने त्यो पुँजीगत लाभबाट कमाउँछ। ए, कममा किनेर बढीमा बेच्न सके नाफा, मतलब बजारको जोखिम पनि त उसैले बोक्नु पर्यो नि त। एकदम सही। ब्रोकरको जोखिम खासै हुँदैन यसमा, किनभने मूल्य घटबडको जोखिम त ग्राहकको भयो नि, ऊ त मध्यस्थकर्ता मात्रै हो। हो त। तर डिलरले त शेयर किनेर आफै राखेको हुन्छ। अब बजार घट्यो भने त उसले किनेको शेयरको मूल्य पनि घट्यो, घाटा भयो। त्यसैले डिलरको जोखिम चाहिँ निकै हुन्छ। ए, हो र। जोखिम बढी भएपछि त ग्राहकसँगको सम्बन्ध अनि नियम कानून पनि फरक पर्छ होला। कस्ता ग्राहकसँग काम गर्छन् त यिनीहरू बढी जसो? सामान्यतया हेर्दा ब्रोकरहरूले हामी जस्ता साना लगानीकर्ता, खुद्रा लगानीकर्तादेखि लिएर ठूला कम्पनी, मतलब संस्थागत ग्राहकहरूसम्म सबैसँग काम गर्छन्। उनीहरूको अर्डर पूरा गरिदिन्छन्। डिलरहरू चाहिँ प्राय ठूला कारोबार गर्ने संस्थागत ग्राहकहरूसँग बढी केन्द्रित हुन्छन् वा आफै बजारमा सक्रिय भएर किनबेच गरिरहेका हुन्छन्। साना लगानीकर्तासँग सिधै कारोबार गर्ने सम्भावना अलिक कम हुन्छ डिलरको। नेपालमा नियमनको कुरा गर्दा लाइसेन्स त दुवैलाई चाहिन्छ होला। धितोपत्र बोर्डले कसरी हेर्छ? लाइसेन्स अनिवार्य छ। दुवैले नेपाल धितोपत्र बोर्ड C1बाट अनुमति लिनुपर्छ। ब्रोकरलाई ब्रोकर लाइसेन्स, डिलरलाई डिलर लाइसेन्स। एउटै कानूनले हेर्छ कि फरक छ? दुवै धितोपत्र ऐन 2063 र त्यस अन्तर्गतका नियमहरू भित्रै पर्छन्। तर अघि भने जस्तो डिलरको जोखिम बढी हुन्छ नि त। हो। त्यसैले उनीहरूको लागि चाहिने न्यूनतम पुँजी अनि अरू शर्तहरू, नियमहरू चाहिँ ब्रोकरको भन्दा अलि कडा नै हुन्छ सामान्यतया। समग्रमा बजारमा यिनीहरूको भूमिका कस्तो हुन्छ त? लगानीकर्तालाई कसरी फाइदा हुन्छ? हेर्नुस्, ब्रोकरले हामी जस्ता लगानीकर्तालाई बजारसम्म पुग्न सजिलो बनायो। शेयर किन्न बेच्न एउटा माध्यम दियो, पहुँच दियो। हो, कारोबार गर्न सजिलो भयो। अनि डिलरको भूमिका अलि फरक छ। उनीहरूले बजारमा तरलता, लिक्विडिटी भन्छन् नि, त्यो प्रदान गर्छन्। तरलता प्रदान गर्ने, यो अलिकति बुझाइदिनुहोस् न। तरलता भनेको खै कुनै पनि शेयरलाई कति छिटो सजिलै बेचेर पैसा बनाउन सकिन्छ भन्ने हो। डिलरले के गर्छ भने किन्न र बेच्न दुवैको लागि मूल्य तोकेर बजारमा प्राय तयार रहन्छ। बेड आस्क स्प्रेड भन्छन् नि। ए, किन्न पनि तयार, बेच्न पनि तयार। हो, त्यसले गर्दा के भयो भने लगानीकर्ताले किन्न खोज्दा किन्ने मान्छे नभेटिने वा बेच्न खोज्दा किन्ने मान्छे नभेटिने अवस्था कम हुन्छ। बजारलाई चल्तीमा राख्न मद्दत गर्छ। यसरी उसले बजारमा तरलता थप्छ। कहिलेकाहीँ त उनीहरू बजार निर्माता, मार्केट मेकरको भूमिका पनि खेल्छन्।
ए भनेपछि त दुवैको आफ्नो ठाउँमा महत्त्व रहेछ बजार चल्नको लागि। नेपालमा केही उदाहरणहरू छन् ब्रोकर र डिलरका? छन् नि। ब्रोकर त अब धेरै छन्, 50-60 वटा छन्, जस्तै नासा सेक्युरिटिज, सिप्रोभी सेक्युरिटिज, यस्तै अरू धेरै। डिलरको काम गर्नेमा चाहिँ केही मर्चेन्ट ब्याङ्करहरू छन् जसले डिलरको लाइसेन्स पनि लिएका छन्, जस्तो NIBLS क्यापिटल, NMB क्यापिटल, यिनीहरू उदाहरण हुन्। यो जानकारीले लगानीकर्तालाई आफ्नो आवश्यकता अनुसार कोसँग सम्पर्क गर्ने भनेर निर्णय लिन पक्कै सजिलो हुन्छ। ब्रोकर चाहिँ कमिसनमा काम गर्ने हाम्रो एजेन्ट जस्तो, डिलर चाहिँ आफ्नै नाफा नोक्सान हेरेर कारोबार गर्ने जसले बजारमा तरलता पनि दिन्छ। यो फरक बुझ्नु महत्त्वपूर्ण रहेछ। हो, एकदम। खास गरी डिलरसँग कारोबार गर्दा उनीहरूको आफ्नै स्वार्थ पनि हुन सक्छ भन्ने कुरा चाहिँ लगानीकर्ताले विचार गर्नुपर्छ, किनकि उनीहरूले आफ्नै स्टकबाट बेच्दैछन् कि जानकारी लिएर मात्र निर्णय गर्नु राम्रो। हस्, मेरो शेयर खबरबाट आजलाई यति नै। धन्यवाद। यस्तै एनालाइसिस सुन्न चाहनुहुन्छ भने कृपया हामीलाई फेसबुक, इन्स्टाग्राम, ट्विटर, टिकटक, युट्युब अनि लिङ्क्डइनमा फलो गर्नुहोला।